अब चाहिँ हामी यहाँ होइन लकी टिकट ल्याएर आएको छ हामीले होइन यहाँ अब यहाँ चट्ट लगाएर स्क्र्याच हान्छौँ है त ल है अनि यहाँ के छ यहाँ आर्यन भाइले हेर्छ ल यहाँ तिनवटा एउटा एक्ज्याक्ट सिग्नल पर्नु पर्यो सिम्बल होइन जित्नको लागि है त ल ल आर्यन भाइ यहाँ देखाइदिउँ न आर्यन भाइलाई नि ल है ल अब हामी यहाँ देखाउँ ल ल ल जाउँ हेरेर ल 15 20 होइन $20 पऱ्यो कि होइन यो भयो ओइ यो दुईवटा पर्यो यो अझै एउटा पर्यो भने 10,000 2 वर्षसम्म मिल्छ होइन हो यहाँ हेर्नु न यो दुईवटा परिसक्यो यहाँ पनि पर्नु पर्यो अब ल ल ल एउटै दुईवटा परिसक्यो यहाँ हेर्नु नि हो भने रिप्लेस लिभ द सिम्बल 3 टाइम इन अ सिङ्गल गेम 3 टाइम पर्नु पर्ने दुई टाइम परिसक्यो हो यहाँ एउटा मात्र अप्सन छ यसमा एक पढेन यार ड्याम यिनीहरूले कहाँ यति सजिलोले पैसा दिन्छ त नि दुईवटा हालिदिएर यार एउटा गेममा 15 20 कुनै पनि तिनवटा परेन यो तिनवटा दिएन 5 त तिनवटा के हो होइन 25 रहेछ नि त त्यो अब गेम 3 है त गेम 3 हान्दैछ है आर्यन भाइले गेम 3 मा कतिवटा गेम छ 4 5 ए 5वटा गेम रहेछ ल लिभ द लाइफ आयो एकचोटि यो त 3 चोटि पढ्नु पर्यो लिभ द लाइफ दुईचोटि आयो लिभ द लाइफ दुईचोटि अब एकचोटि चाहियो एउटामा एउटा गोटेर 10 पनि दुईचोटि आयो दुईटामा एउटा ल आमा अझै छ एउटा मुनि अझै छ 15 5,000 ओए 5,000 गरेछ 10 जित्यो कि क्या 10 हो 10 जित्यो 10 जित्यो खोइ घोडा राम्ररी ए 10 जित्यो है तिनवटा बला 10 जित्यो है $10 हान्दै आर्यन भाइ $10 हान्दिएर यार हाम्रो गएको चाहिँ उठे 10 चाहिँ कतिको प्राइस छ यहाँ हेर न बा 10,000 को प्राइस 10,000 हरेक महिना 2 वर्ष 2 वर्षसम्म ल हान्दैछ 5,000 लो एउटा नि परेन कि हो ओ दुईटा 25 आयो कि हो त्यस्तै लाग्यो होइन 75 रहेछ त्यो 15 छ दुईटा छैन अलि राम्ररी घोटामा ढोकेर घोड्नु 25 आयो सुरुमा 25 हो यो 75 ल तिनवटा बजार अब दुईवटा बजार निकाल्नु त ओइ दुईटा ओइ अब एउटा चाहियो है अब एउटा मात्र चाहियो 75 लिभ द लाइफ आयो ल है 75 चाहियो है ओइ 10 हैन यार अब एउटा 75 चाहियो क्या मेरो त निकाल्नु न पगन याममा निस्किन त पर्ने ओइ 8 आयो यार फक यार अझै एउटा छ त ए आएन नि 8 दुईटा आयो नि मा 75 यार दुईचोटि दिएको दुध दुईटा आयो के 10,000 पर्छ है 100 यार यो त मा तपाईबाट यो त हैन नि 25 र 20 परेमा छ्या यार अब गेम 3 है ल है गाइस गेम 2 गेम 2 पनि गयो है अब गेम पुरी चाहिँ त है अब गेम 4 है अलिकति जितेको छैन यसमा चाहिँ परेन यार गेम अब यहाँ पिज्जा निकाल्नु त पिज्जा निकाल्नु त उयो गर्नु $20 जित्न रिभिल अफ पिज्जा $20 जित्न पिज्जाको सिम्बल चाहियो हामीलाई छैन के हो होइन यार यो त हाम्रो लकी नम्बर भनेको हाम्रो 13 पर्नु पर्यो यहाँ एउटा लास्ट 49 छ 39 चाहिँ छ नि मा 28 ल अरे भाइ 28 छ 28 हो
अनि 34 34 के हो यो 15 नलागि हो 35 35 34 चाहिँ छ परेन ल हामीलाई $20 किन्दा $10 पऱ्यो है यो चाहिँ हाम्रो लास हो यार यो स्क्याम भइदियो हामीलाई $10 चाहिँ पऱ्यो यसमा यसमा $10 परेको चाहिँ कुनमा हो यसमा होइन यसमा ए यसमा 10 तीनचोटि परेछ 10 $10 परेको चाहिँ हामी $10 लिन जाँदैछौँ कति $10 चाहिँ हार्यो नि हामीमा जस $10 त पर्यो होइन भाइ के हो $10 पर्यो भाइ यहाँ खुसी भएर $10 पायो उल्टो समातेको तिमीले यार मेरो भाइ होइन भयो 5,000 भएको चाहिँ पकाउनु हुन्छ होला हत्ती गरिदिएर $10 पाइदिएको भाइ मासु खानु पुग्यो नि त खुसी भएर बोकिरहेछ $1000 हो नि त दाइ नेपालको $1000 जित्यो यार भाइले यार बाफ्रे 2000 मा 1000 दिँदो नि 1000 मा 1000 चाहिँ दिँदो 1000 हाटो टोटल लस $10 मा चाहिँ भोलि पनि हामी यही भिडियोसँग आउँछौँ जबसम्म हामी सेयर त लाइभ जित्दैनौँ तबसम्म हामी भिडियो हरेक दिन आउँछौँ है तबसम्म लाइभ सेयर हुँदैन टिकटकमा हरेक दिन हामी 2टा स्क्रैच गर्छौँ है अनि त हेर्नु होला हामी $1 मिलियन कहिले जित्छौँ भनेर डे आज डे 1 भयो भोलि डे 2 अफ स्क्रैचिङ टु विन द $1 मिलियन है अच्छा तर यार अफर चाहिँ दामी थियो यार परेको भयो होइन कति रे भाइ महिनाको $5,000 होइन 10,000 महिनाको $10,000 यार जितेको भयो त 2 वर्षसम्म हरेक महिना 10 लाख नेपाली हरेक महिना 2 वर्षसम्म तर केही छैन परेन नेक्स्ट टाइम हामी फेरि हामी भिडियो हाल्छौँ है त फिक्स पर्छ नि त भाइ नेक्स्ट टाइम हामी जबसम्म बस्न ट्राई गरेको गर्ने हो अति हो यार अति हो ल है त ल उयो गर्नु होला लाइक सेयर गर्नु होला अर्को भिडियो हेर्नको लागि अर्कोमा चाहिँ जित्छ कि जित्दैन तपाईँहरू भन्नु होला केस गर्नु होला कति जित्छ अर्को भिडियो होइन त्यही भएर $10 त जित्यो है यो चाहिँ के हो भन्दाखेरि फर्स्ट स्टेप हो जित्नेको होइन अब अर्को पालि 100 1000 जति जित्न सक्छ अर्को पालि ग्रान्ड पनि हान्न सक्छ हामीले फेरि अर्को पालि हामी ट्राई चाहिँ गर्छ है यो मान्छेको तर लक चाहिँ छ है ल सी यू गाइस